हेलो नमस्ते एन्ड फ्याफुल्ला साथीहरू होइन मलाई धेरैजनाले भन्नुभएको छ टर्कीमा चाहिँ ब्रेकफास्ट चाहिँ के हुन्छ भनेर। हाम्रो ब्रेकफास्ट चाहिँ के रहेछ भने अन्डा छ है, अन्डा 2टा अन्डा छ, अनि त्यसपछि एउटा उसिनेको आलु पनि छ। आलु भएपछि त्यसपछि यहाँ काँक्रो पनि छ है, 2 पिस काँक्रो पनि दिएको हुन्छ। अनि त्यसपछि टमाटर दिएपछि त्यसमा फेरि क्याप्सिकम पनि आउँछ। क्याप्सिकम आएपछि पनिर आउँछ। पनिर आएपछि त्यहीसँगै हाम्रो एउटा स्ट्रबेरी फ्लेभर आउँछ भने होइन, यो पनि एकदम मिठो छ। त्यसपछि यसलाई चक्लेट दिएको हुन्छ, चक्लेट। अनि त्यसपछि यो बटर पनि छ है, बटर पनि दिएको हुन्छ। अनि बटरसँग अनि यो ब्रेडहरू चाहिँ यहाँको मान्छेले सबभन्दा धेरै रुचाउने भनेको चाहिँ ब्रेड। बिहान पनि ब्रेड, उठ्दा पनि ब्रेड, सुत्दा पनि ब्रेड, खाँदा जे गर्दा पनि यहाँ चाहिँ प्राय यहाँ छैन, चामलहरू छैन, भातहरू छैन क्या, त्यही भएर ब्रेडै हुन्छ है। टर्कीमा आएर चाहिँ धेरै जति हामीले ब्रेडै खानुपर्छ है। अनि हाम्रो बिहान ब्रेकफास्टको आइटम नै यही हो है। तपाईँहरू पनि टर्कीमा हुनुहुन्छ भने तपाईँहरूको के खानुहुन्छ ब्रेकफास्टमा कमेन्ट गर्नु है।